प्रेम। यो शब्द सुन्दा जति मिठो लाग्छ यसको वास्तविकता त्यति नै जटिल छ। यो एउटा यस्तो शक्ति हो जसले जीवनलाई स्वर्ग जस्तो बनाइदिन सक्छ, तर कहिलेकाहीँ गहिरो पीडाको कारण पनि बनिदिन्छ। आजको यस विश्लेषणमा हामी प्रेमको यही दोहोरो धारलाई निहाल्नेछौँ, यसको उज्यालो र अँध्यारो दुवै पाटोलाई। ल सुरु गरौँ है त। सायद संसारकै सबैभन्दा धेरै सोधिएको प्रश्न होला यो। कवि, दार्शनिक, वैज्ञानिक कसले पो यसको उत्तर खोज्ने प्रयास गरेन र? तर के साँच्चै यसलाई कुनै एउटा परिभाषामा बाँध्न सकिन्छ होला? खैर, यही प्रश्नले नै हामीलाई यसको गहिराइमा डुबुल्की मान्न मद्दत गर्छ। स्रोतहरूले के भन्छन् भने प्रेम भनेको रोमान्टिक सम्बन्ध मात्रै होइन, यो त विश्वास, सम्मान, समझदारी, धैर्य र त्यागको एउटा गहिरो संयोजन हो। सोच्नुस् त, आमा बुबाले गर्ने माया, साथीहरूको त्यो साथ वा कुनै अपरिचितप्रति मनमा आउने करुणा, यी सबै प्रेमका शक्तिशाली रूपहरू हुन्। यिनैले त मानव सम्बन्धको जग बसाल्छन्। ल, अब सबैभन्दा पहिले प्रेमको उज्यालो पाटोतिर लागौं। कसरी यो भावनाले हाम्रो जीवनलाई बनाउँछ, सहारा दिन्छ र हामीलाई अगाडि बढ्न प्रेरित गर्छ। प्रेमले दिने फाइदाहरूलाई खासमा 4वटा मुख्य बुँदामा हेर्न सकिन्छ। पहिलो हो भावनात्मक समर्थन, दोस्रो हाम्रो स्वास्थ्यमा सुधार, तेस्रो सम्बन्धमा आउने स्थिरता र चौथो सफलताको लागि प्रेरणा। आउनुहोस् यी प्रत्येकलाई अलि नजिकबाट हेरौं। सबैभन्दा पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण फाइदा हो भावनात्मक समर्थन। जब हामी दुःखमा हुन्छौं, प्रेमले मलमपट्टी लगाउँछ। जब खुसी हुन्छौं, त्यही खुसीलाई दोब्बर बनाइदिन्छ। र अप्ठ्यारो पर्दा कोही त छ नि भन्ने त्यो भावनाले नै हामीलाई हिम्मत दिन्छ। यो त एक किसिमको अदृश्य सुरक्षा कवच जस्तै हो। अर्को एउटा रमाइलो कुरा के छ भने प्रेमको असर हाम्रो स्वास्थ्यमा सिधै देखिन्छ। अध्ययनहरूले के देखाउँछन् भने जो मानिसहरू प्रेमपूर्ण सम्बन्धमा हुन्छन् उनीहरूमा तनाव कम हुन्छ, आत्मविश्वास बढी हुन्छ र जीवनलाई हेर्ने दृष्टिकोण पनि सकारात्मक हुन्छ। कसैबाट माया पाएको महसुसले हाम्रो शरीर र मन दुवैलाई स्वस्थ राख्न मद्दत गर्दो रहेछ। साँचो प्रेमले विश्वास र समझदारी बढाउँछ र यही नै कुनै पनि सम्बन्धको जग हो। चाहे त्यो परिवारको सम्बन्ध होस्, श्रीमान श्रीमतीको होस् वा समाजसँगको, प्रेमले यी सम्बन्धहरूलाई एकदमै बलियो र स्थिर बनाउँछ। यो त्यो गम जस्तै हो जसले हामीलाई एकअर्कासँग जोडेर राख्छ। र चौथो फाइदा हो प्रेरणा। प्रेम प्रेरणाको एउटा शक्तिशाली स्रोत हो। हामीले माया गर्ने मानिसहरूको लागि उनीहरूलाई खुसी देख्न, उनीहरूलाई गर्व महसुस गराउन हामी आफ्नो लक्ष्य प्राप्त गर्न थप मेहनत गर्छौं। उनीहरूको समर्थनले हामीलाई असम्भव जस्तो लाग्ने कुराहरूलाई पनि सम्भव बनाउने ऊर्जा दिन्छ। तर जहिले पनि भनिन्छ नि, हरेक सिक्काको दुई पाटा हुन्छन्। अब हामी प्रेमको त्यो पाटोतर्फ जाँदैछौं जसको बारेमा कम्मै कुरा हुन्छ, यसका जोखिमहरू। कहिलेकाहीँ यही सुन्दर भावना कसरी पीडाको कारण बन्छ त? यो स्लाइडमा हेर्नुस् त, प्रेमको यो दोहोरो धार कति प्रष्ट देखिन्छ। एकातिर भावनात्मक समर्थनले हामीलाई बलियो बनाउँछ भने अर्कोतिर त्यही समर्थनमाथिको अत्यधिक निर्भरताले हामीलाई कमजोर बनाउन सक्छ। प्रेमको जटिलता यहीँबाट सुरु हुन्छ। जसरी फाइदाहरू थिए त्यसरी नै प्रेमसँग 4 मुख्य जोखिमहरू पनि जोडिएका छन्। अत्यधिक भावनात्मक निर्भरता, मनोवैज्ञानिक पीडा, समय र ऊर्जाको खर्च र सायद सबैभन्दा गहिरो चोट, हृदयविघात। पहिलो जोखिम हो भावनात्मक निर्भरता। जब हामी आफ्नो खुसी र दुःखको लागि पूरै अरूमा निर्भर हुन थाल्छौं, तब ससाना कुराले पनि ठूलो असर पार्न थाल्छ। अपेक्षा जब धेरै बढ्छ, त्यसले अन्तमा गहिरो निराशा मात्रै दिन्छ। दोस्रो जोखिम हो मनोवैज्ञानिक पीडा, अर्थात् मनमा लाग्ने चोट। प्रेम जति गहिरो हुन्छ, धोका वा बिछोडको चोट पनि त्यति नै गहिरो हुन्छ। भनिन्छ नि, यो चोट शरीरमा लागेको घाउभन्दा पनि लामो समयसम्म रहन्छ र यसले हाम्रो मानसिक स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ। प्रेमलाई कायम राख्न समय चाहिन्छ, प्रयास चाहिन्छ, ऊर्जा चाहिन्छ। यो एक किसिमको लगानी जस्तै हो। तर कहिलेकाहीँ सम्बन्ध र व्यक्तिगत लक्ष्य बीच सन्तुलन मिलाउन गाह्रो हुन सक्छ। सम्बन्धमा यति धेरै समय खर्च हुन सक्छ कि आफ्नो काममा ध्यान दिनै मुस्किल पर्छ। र अन्त्यमा हृदयविघात। असफल प्रेमले जीवनभरको लागि पीडा दिन सक्छ। यसले आत्मसम्मान र आत्मविश्वासलाई नराम्रोसँग भत्काइदिन्छ र कतिपय अवस्थामा त मानिसलाई सामान्य जीवनमा फर्कन पनि धेरै गाह्रो हुन्छ। ल, हामीले प्रेमको उज्यालो र अँध्यारो
दुवै पाटो हेर्यौं। त्यसो भए अब के त? यस्तो शक्तिशाली र दोहोरो स्वभाव भएको भावनालाई हामीले कसरी हेर्ने? यसको समाधान सन्तुलनमा लुकेको छ। यहाँको मूल सन्देश के हो भने प्रेम आफैमा राम्रो वा नराम्रो भन्ने हुँदैन, कुरो त हामीले त्यसलाई कसरी सम्हाल्छौं भन्ने हो। जब प्रेममा समझदारी, धैर्य र सम्मानको सन्तुलन हुन्छ, तब मात्र यसले साँचो सुख दिन सक्छ। यो एउटा कला हो र यो कला सिक्न जरुरी छ। न अन्त्यमा एउटा प्रश्न हामी सबैको लागि, प्रेमको यो अपार शक्तिलाई यसको जोखिमबाट बच्दै र यसको सुन्दरतालाई अँगाल्दै हामीले कसरी बुद्धिमानीपूर्वक प्रयोग गर्न सक्छौं? सायद यसको जवाफ हामी सबैले आफ्नो जीवनको अनुभवबाट खोज्नु पर्ने हुन्छ।